कसैले कसैलाई आत्महत्या गर्न, दुरुत्सान दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन। यसरी यस्तो परिस्थिति सिर्जना गरेकोमा कोही व्यक्तिलाई आत्महत्या दुरुत्सान गरेको अवस्थामा त्यस्तो व्यक्तिलाई 5 वर्षसम्म कैद र 50,000 रुपियाँसम्म जरिवाना हुन्छ। कोही व्यक्ति मरिरहेको छ, मर्दैछ अथवा मर्नेसम्मको चाहिँ परिस्थिति सिर्जना गरेको छ भने त्यस्तो अवस्थामा चाहिँ त्यो जसले चाहिँ इन्ड्युस गरेको हुन्छ, जसले चाहिँ दुरुत्सान गरेको हुन्छ, त्यो व्यक्तिलाई 5 वर्षसम्म कैद र 50,000 रुपियाँसम्म जरिवाना हुन्छ। मुलुकी अपराध संहितामा कानुनी व्यवस्था जुन रहेको छ, ज्यान सम्बन्धी कसुरको उजुर गर्नुपर्ने हदम्याद कहिलेसम्म उजुर गरेमा यस्तो कसुरमा कसुरदारलाई सजाय दिलाउन सकिन्छ भन्ने व्यवस्था हदम्यादको व्यवस्था हो। सामान्यतया कसुर भएको थाहा पाएको मितिले 6 महिनाभित्र उजुर गर्नुपर्दछ भन्ने व्यवस्था छ। तर कसुरदार यही हो भन्ने पत्ता नलागेकोमा चाहिँ 20 वर्षसम्म उजुर गर्ने हदम्याद रहेको हुन्छ। त्यसै गरी कसुरदार आफै साबित भई पोलेकोमा जहिले सुकै पनि उजुर लाग्दछ। त्यसै गरी कर्तव्यको उजुरी परेकोमा अनुसन्धानबाट कर्तव्यवाला यही हो भन्ने पत्ता लागेकोमा 2 वर्षसम्म उजुरी लाग्दछ। सामान्यतया 6 महिनासम्म यसको उजुरी लाग्छ। कसुरदार यही हो भन्ने पत्ता नलागेकोमा 20 वर्षसम्म उजुर लाग्छ। कसुरदार आफै साबित भएर मैले मारेको हुँ, मैले त्यो घटना घटाएको हुँ भनेर साबित भएर आयो भने जीवनकालभरि जहिले पनि उजुर लाग्छ र फल्ना व्यक्तिले मारेको हो भनेर भन्ने थाहा भइसकेको कन्डिसनमा चाहिँ 2 वर्षसम्म त्यसको उजुरी लाग्दछ। र यसको उजुरी कहाँ गर्ने भन्दा जहाँ घटना घटेको छ सबैभन्दा नजिकको प्रहरी कार्यालयमा यसको उजुरी गर्नुपर्दछ र यसको मुद्दा सम्बन्धित जिल्ला अदालतमा, अर्थात् जुन जिल्लामा घटना घटेको छ, ज्यान सम्बन्धी कसुर भएको छ, त्यस्तो जिल्ला अदालतमा मुद्दा लाग्दछ।